हेलो साथीहरू, आज पढ्न गइरहेको टपिकको नाम मोलुस्का हो। मोलुस्का एउटा त्यस्तो फाइलम हो जो सबै फाइलम मध्ये सेकेन्ड लार्जेस्ट फाइलम भनेको मोलुस्का हो क्या। मोलुस्काको मिनिङ यो सफ्ट बडिज एनिमल हो क्या। अनि यसको स्टडी गर्नुलाई हामी भन्छौँ मेलाइकोलोजी। अनि यसको सेल मोलुस्काको सेलको स्टडी गर्ने ब्रान्चलाई भन्छौँ कन्कोलोजी। ह्याबिटेट यो सबै ठाउँमा पाइन्छ, अकुपाई अल पोसिबल ह्याबिटेट एक्सेप्ट एरियल। तर मोलुस्कामा तपाईँले उड्ने इन्भर्टिब्रेट भनेर कहीँ पाउन सक्नु हुँदैन। यो मोस्टली मेरिन हो, तर केही फ्रेस वाटरहरूमा टेस्टेल पनि पाइन्छन् है। केही क्वेसन देख्न सक्नुहुन्छ। इन्सेफालोपोडा सेफिया, हेर्नु है, सेफियममा इनर सेल इज फाउन्ड सेफियामा। तर सेल इज अब्सेन्ट कहाँ हुन्छ भन्यो भने अक्टोपसमा है। तर सोध्यो आउटर सेल इज फाउन्ड इन कहाँ भन्यो नाउटिलस भनेर सम्झिनु है। अब पिलाको अर्को नाम हो एप्पल स्नेल। कि मैले इम्पोर्टेन्ट पोइन्टहरू लेखेको छु कि बिचबिचमा, इम्पोर्टेन्ट छ नि त। इन मोलुस्का, ममल होइन यो मोलुस्का हो। आई प्रेजेन्ट ओभर द स्टाक, जसलाई हामी के भन्छौँ ओमेटोफोर भन्छौँ। आई स्टाक इज कल्ड ओमेटोफोर। बडी फर्म्स has a variety of shapes and usually unsegmented. बडी युजली अनसेगमेन्टेड नै हुन्छ, तर एक्सेप्ट न्युप्लिना। न्युप्लिना भनेको सेगमेन्टेड हुन्छ। सेगमेन्टेड यो मोनोप्लाकोफोराको इक्जाम्पल हो है। अनि कनेक्टिङ लिङ्क बिट्विन एनालिडा र मोलुस्का बिचको कनेक्टिङ लिङ्क सम्झिन सजिलोस् भनेर मैले क्लासको नाम अगाडि नै लेखेको छु, तर यो हामीले फेरि डिटेलमै पछाडि नै पढ्नेछौँ। तर क्लास जस्तै मेन क्लास पोलिप्लाकोफोरा, मोनोप्लाकोफोरा, न्युप्लिना। अनि पेलिसाइकोफोरा, सेफालोपोडा, सेफालोपोडा, अप्लाकोफोरा। अनि ग्यास्ट्रोपोडा, स्कोफोपोडा, मोनोप्लाकोफोरा भनेको सिङ्गल प्लेट जुन हुन्छ नि बियरिङ सिङ्गल प्लेट, सेलमा एउटा मात्र सिङ्गल लाइक क्यालकुलस कप प्लेट भएको के। मोनो भनेको सिङ्गल हो कि नै। अब के मैले आफैले इम्पोर्टेन्ट खोजेर केही पोइन्टहरू क्वेसनको माध्यमबाट देखाएको छु। मोलुस्कामा पाइने जुन हुन्छ नि गिल्सको नाम टेनिडिया हो, त्यसलाई रेस्पिरेटरी अर्ग्यान्स हो नि त, त्यो रेस्पिरेटरी अर्ग्यान्स हो कि। अब एक्सक्रिटरी अर्गन मोलुस्कामा हुन्छ नि, अर्गन बोजानसहरू हुन्छ, केबर्स ग्ल्यानर हुन्छ, पोटोनेफ्रोडियाहरू हुन्छ। त्यो अहिले हामी पढ्नेछौँ लास्टमा, अन्तिम क्षणमा। सिमेट्री बाइलेटरल हो क्या, तर एक्सेप्ट ग्यास्ट्रोपोडा बाहेक है। इक्जाम्पल पिला देख्न सक्नुहुन्छ। यो असिमेट्रिकल बडी हुन्छ। कारण के हो? ड्यु टु टोर्जन। टोर्जन भन्नाले इन्टर्नल अर्गान कोइलिङ र रोटेट भन्नाले रोटेसन अफ इन्टर्नल अर्गान ड्युरिङ डेभलपमेन्टको बेलामा। अनि यसको बडी प्लान के हुन्छ? लेभल अफ अर्गनाइजेसन, अर्गन सिस्टम। अब अर्गन सिस्टम किन हाम्रो जस्तै प्लेट हेलिमेन्थिसबाट नै मेनली सुरु भइसकेको थियो। बडी प्लेन ट्युब विदिन अ ट्युब भन्छ पोस्टोमियल। ड्युटेरोस्टोमियल त तपाईँले काइन्डरमाटामा देख्नुभएको होला। जम लेयर्सको कस्तो हुन्छ त? ट्रिप्लोब्लास्टिक हुन्छ। बडी पार्ट्स हेड, मस्कुलर, फिट, मेन्टल ओर प्यालियम, भिसरल, मास ओर हम्प, कन्टेन अर्गन सिस्टम। मेन्टल भनेको कि इन्टर्नल फोल्ड हो नि त। अब हेडमा आई प्रेजेन्ट ओभर स्टाक कल्ड ओमेटोफोर ओर आई स्टाक इज कल्ड ओमेटोफोर। इक्जाम्पल ग्यास्ट्रोपोड, जसमा हेडको है। सेफालोपोड आइज रिजेम्बल्स भर्टिब्रेट्स आइज। स्ट्याटिस्टिक्सको काम के हो? फर ब्यालेन्स एन्ड इक्विलिब्रियम। जुन सेफालोपोडा क्लास
पेलिसाइकोपोडाको इक्जाम्पलहरू युनियो, टेरेडोलाई हामी वुड बोरिङ भन्छौँ। इन सम मोलस्कमा फुट लोकेटेड अन हेड, कहाँ हो त्यो? सेफालोपोडामा। तपाईँले अहिले पढ्नुहुन्छ इङ्ग्ल्यान्ड हुन्छ, जसले पानीलाई धमिलो पार्ने काम गर्छ क्या। मस्कुलर फिट हुन्छ, युज फर स्विमिङ एन्ड क्राउलिङ। सम युज फर डिगिङका रूपमा पनि युज गर्छन्। तपाईँले स्क्याफोपोडाहरू, काउडुलस, डेन्टालियम, यसको जुन इक्जाम्पल छ यो मोस्टली म्यारिन नै हो। अनि इक्जाम्पल तपाईँले मस्कुलर फिट हुन्छ नि, जुन सम कि मोलस्काहरूमा मोलस्काहरूले त्यसलाई युज फर डिगिङका रूपमा युज गर्छ। जस्तै इक्जाम्पल डेन्टालियम, जसलाई हामी टुथ सेल ओर इलिफेन्ट टस सेल पनि भन्छौँ। मस्कुलर फिट इक्जाम्पल अक्टोपस, मस्कुलर फिट मोडिफाई भएर आर्म बनाउँछ क्या। किन? क्याप्चरिङ गर्नको लागि, फर्स्ट क्याप्चरिङ गर्नको लागि अक्टोपसमा मस्कुलर फिट केमा मोडिफाइड हुन्छ? आर्ममा साथीहरू है। अब मेन्टल और प्यालियम, सफ्ट थिक स्पोन्जी फुल अफ स्किन विच ओभर दियर इन्टरनल अर्गन्स, जसलाई हामी भिस्ट्रल मास और हम भन्छौँ। ग्ल्यान्डुलर, मेन्टल और प्यालियम ग्ल्यान्डुलर हुन्छ, जसले सेक्रेट सेल हो। त्यो सेल केसको कम्पोजिसन? क्याल्सियम कार्बोनेट, जसलाई हामी कन्चियोलिन प्रोटिन भन्छौँ। एलिमेन्ट्री क्यानल यसको यु सेप हुन्छ, कम्प्लिट भइसकेको हुन्छ कि। माउथ एनस नियर टु इच अदर, एनस ओपन इन्टु मेन्टल क्याभिटी। अब नोटमा एउटा एकदम इम्पोर्टेन्ट पोइन्ट, मोस्ट मोलस्काको बकल क्याभिटीमा एउटा रेस्पिङ अर्गान हुन्छ, जसलाई हामी के भन्छौँ? ऱ्याडुला। के भन्छौँ? ऱ्याडुला। अब विथ ट्रान्सभर्स रोज अफ टिथ, टोर्कोफोर लार्भा अर्को कुन फाइलामा देख्नुभयो तपाईँहरूले? एनालिडामा होइन? हो नि। नोट, रेडुला अप्सन इन द पेलिसाइकोपोडा और बाइबल्बी है। रिप्रोडक्टिभ सिस्टम विल डेभलप नै हुन्छ, सेक्सेस सेपरेट युनिसेक्सुअल, इन सम केहीमा युनाइटेड बाइसेक्सुअल पनि हुन्छ। लार्भा मोस्टली इन्डाइरेक्ट नै हो, किन लार्भाहरू त पाइन्छ। नर्भस सिस्टम, अक्टोपस हेज अ भेरी डेभलप ब्रेन। यसमा मैले भनिसकेँ नि त, मोलुस्काको लागि एउटा भेरी कमन भनेको टोर्कोफोर लार्भा पनि हो नि त। लार्भा अफ फ्रेस वाटर युनियो, ग्लोचिडियम, प्यारासाइटिक इन नेचर, प्यारासाइट इन फिसेस। भेलिगर, लार्भा अफ म्यारिन युनियो, कसमा? पाइला, एप्पल स्नेल। पेलिसाइकोपोडाको इक्जाम्पल युनियो हो। फ्रेस वाटर जुन हुन्छ नि युनियोको फ्रेस वाटर लार्भाको जुन लार्भाको नाम ग्लोचिडियम, तर म्यारिन लार्भा भेलिगर, त्यो दुइटैसँग हुन्छ यो। मतलब ग्लोचिडियम पनि हुन्छ, भेलिगर पनि हुन्छ। अब नर्भस सिस्टम हुन्छ नि, अक्टोपस हेज हाइली डेभलप ब्रेन, सेन्स अर्गन्स, टेन्टेकल्स। ओस्फारिडियम छ नि, केमो रिसेप्टर डिफेक्ट केमिकल नेचर अफ वाटर। एक्सेप्ट मोनोप्ल्याकोफोरा, स्क्याफोपोडा। क्याप्रोसिया हुन्छ नि, त्यो मोलस्काको काँडाको नाम हो क्या। अब मोलस्काको क्लासिफिकेसन केसको आधारमा गरियो त? अन द बेसिस अफ सेल एन्ड फुड। जस्तै क्लास अप्ल्याकोफोरा, ह्याबिटेट म्यारिन डिप्सी। इक्जाम्पल नियोमेनिया, लेपिडोमेनिया। कसरी सम्झिने? मेनिया सम्झिने, नियोमेनिया, लेपिडोमेनिया। अल्सो कल, यसलाई सेलेनोग्यास्टर, यो कर्म लाइक। हेड, सेल, फुट भने अप्सन हुन्छ। इपिडर्मिस, सेक्रेट क्याल्कारियस, स्पाइन और स्पाइक्युल्स। पोरिफेराको जुन क्लास क्याल्कारियाले पनि यस्तै गरी सेक्रेट गर्ने हो। अनि अब क्लास मोनोप्ल्याकोफोरा, मोस्टली म्यारिन, मोस्टली प्रिमिटिभ मोलस्का पनि हो, ओन्ली सेगमेन्टेड मोलस्का। इक्जाम्पल नियोप्रिना, कनेक्टिङ लिङ्क बिट्विन एनालिडा एन्ड मोलस्का।
सेल विथ सिङ्गल क्यालकारियस कप लाइक प्लेट्स। फुड प्रेजेन्ट भयो भने ट्रली। अर्को क्लास आयो अब पोलिप्ल्याकोफोरा अथवा एम्फिन्युरा। इक्जाम्पल काइटोन, टोनिसेला। यो एक्सक्लुजिभली के हुन्छ, म्यारिन हुन्छ। पोली भन्नाले धेरै, तर धेरै भने तापनि 8 भन्दा धेरै हुन सक्दैन, लेस देन 8। सेलमा मेनी क्यालकारियस प्लेट भएको तर 8 भन्दा माथि हुँदैन। मस्कुलर फुड प्रेजेन्ट स्क्याफोपोडा। इक्जाम्पल डेन्टालियम, काउडुलस, मोस्टली म्यारिन। Members are commonly called tooth-shell elephant, turk-shell, tusk-shell. Shell is single, tooth-like or turk-like. Foot adapted for digging. Classes Gastropoda. Example Pila, Helix, Limax, Doris, Aplysia. Body includes in a single calcareous shell. अब एउटा सिङ्गल क्यालकारियस सेलले बडीलाई इन्क्लुज गरेको हुन्छ। मस्कुलर फिट लार्ज हुन्छ, फ्ल्याट हुन्छ। असिमेट्रिकल बडी ड्यु टु टोर्जन। आइस्टाक कल ओम्याटोफोरा। पेलिसाइकोपोडा क्लास पेलिसाइकोपोडा और बाइबल्विया। एग्जाम्पल यूनियो, पेक्टिन, माइटिलस, टेरिडो, पिंगटाडा। मोस्टली म्यारिन, फ्यू फ्रेश वाटर। यूनियो, पेक्टिन, माइटिलस, टेरिडो, पिंगटाडा। मोस्टली म्यारिन, फ्यू फ्रेश वाटर। सेल विथ 2 लेटरल हाफ्स, जसले सेल 2वटा लेटरल हाफ्समा हुन्छ। फुड प्रेजेन्ट यो त बाइबल्विया भन्दा, त्यही भएर त बाइबल्विया भनेको, जसको सेल 2वटा लेटरल हाफ्समा विभाजित हुन्छ नि त बाइबल्विया। सिलिया, मोस्टली फिल्टर फिडर। पर्ल प्रोडक्सन बाई पर्ल ओइस्टर। पिंगटाडा, हाइएस्ट इकोनोमिकल क्लास। हार्मफुल टु ओइस्टर इन्डस्ट्री भनेको क्लियोना बोरिङ स्पन्जी भन्छ, स्टारफिसले गर्छ कि। स्टारफिस आमहरू भइहाल्यो। अब क्लास सेफालोपोडा। एक्सक्लुजिभली के हुन्छ, म्यारिन। फुट लोकेटेड अन हेड, क्लोज टाइप अफ सर्कुलर सिस्टम। इङ्ग्ल्यान्ड हुन्छ, स्पेसली स्क्वाड, पानीलाई धमिलो बनाउँछ। जेट प्रोपोर्सन, फास्ट स्विमिङ गर्नुमा हेल्प गर्छ। की पोइन्ट, पर्ल इज सेक्रेटेड बाई। की पोइन्ट भनेर नि त यो मैले आफै लेखेको इम्पोर्टेन्ट पोइन्ट हो। पर्ल इज सेक्रेटेड बाई कोलमनार इपिथेलियम अफ मेन्टल। इङ्ग्ल्यान्ड सेफालोपोडा स्पेसली इन स्क्वाइडमा पाइन्छ। लार्जेस्ट इन्भर्टिब्रेट इज आर्चिट्युथिस, जेन्ट एटलान्टिक स्क्वाइड हो नि त यो। सम मोलस्काको कमन नेमहरू के, जस्तै पिलालाई हामी एप्पल स्नेल भन्छौँ, एरियनलाई ब्ल्याक स्लग भन्छौँ, हेलिक्सलाई गार्डन स्नेल भन्छौँ, लाइमेक्सलाई ग्रे स्लग भन्छौँ, डोरिजलाई सी लेमन भन्छौँ, सोलेनलाई राजोर ग्यास्टर भन्छौँ, एप्लाइसियालाई सिआरए भन्छौँ, टेरिडोलाई सिपोम भन्छौँ, पिंगटाडा भल्क्यारिजलाई पर्ल ओइस्टर भन्छौँ, सेपिया जुन कटल फिस, अक्टोपस डेभिल फिस। सेपिया कटल फिस छ नि, यो सेफालोपोडाको अक्टोपस डेभिल फिस। लोलिगो स्क्वाइड, यो पनि तपाईँले सेफालोपोडा। अप्ल्याकोफोरा, पोलिसाइकोपोडा, स्क्याफोपोडामा हेड भने हुँदैन है साथीहरू। अब के यो पिला कहाँ पर्छ ग्यास्ट्रोपोडामा म देखाउँछु। इक्जाम्पल इम्पोर्टेन्ट छ साथीहरू। पिला, हेलिक्स, लाइमेक्स, डोरिस, सिलेमोन, एप्लाइसिया, सिआरए। यो जुन पिला, हेलिक्स, लाइमेक्स, डोरिज, एप्लाइसिया भनेको क्लास ग्यास्ट्रोपोडामा पर्छन् के। पिला, हेलिक्स, लाइमेक्स, डोरिज, एप्लाइसियाहरू त्यहाँ पर्ने हो। क्लास पेरिसाइकोपोडा और बाइबल्विया, यूनियो, पेक्टिन, माइटिलस, टेरिडो, पिंगटाडाहरू यहाँ पढ्ने हो के।
टेरेडो पिङटाडाहरू मेनली कहाँ पर्दछ पेलिसाइकोपडा और बाइबालियम है। ग्यास एक्सचेन्ज बाई गिल्स टेनिडियम एक्वाटिक फर्म्स। ग्यास एक्सचेन्ज बाई गिल्स इन मेन्टल लार्भा टेनिडियम एक्वाटिक फर्म्स बाई पल्मोनरी स्याक टेस्टेल फर्म्स एक्वाटिक फर्म्स टेनिडियम मेन्टल लार्भाहरूमा। सर्कुलर सिस्टम ओपन टाइप हुन्छ मोस्टली मोलस्कामा, तर तपाईँले अघि क्लोज कहाँ सेफालोपोडामा देख्नुभयो क्लोज टाइप। मोस्ट मोलस्का हट टु च्याम्बर मायोजेनिक नेचरको हुन्छ क्या। तपाईँले अब इक्जाम्पल हेलिक्स सर्कुलेटरी फ्लुइड इज ब्लू कलर के ड्यू टु कलर कन्टेनिङ रेस्पिरेटरी पिगमेन्ट हेमोसाइनिन भन्छ उसलाई। बडी क्याभिटी हुन्छ नि प्रिन्सिपल बडी क्याभिटी इज कल्ड हेमोसिलोम। अब तपाईँले यसमा हुन्छ नि अल्सो अब हेमोसिलोम त्यसलाई नै जुन सर्कुलर सिस्टम इज कल्ड ओपन टाइप भन्छ क्या, जसमा हेमोसिलोम छ नि त्यो बडी क्याभिटीमा त्यसलाई हामी ओपन सिस्टम। सेक्रेटेड बाई मेन्टन और प्यालियम। सेफालोपोडामा काहीँ नभएको जात्रा इक्जाम्पल अक्टोपस सेल अप्सन हुन्छ। नाउटिलसमा एक्सटर्नल सेल पाइन्छ। अगाडि नै मैले क्वेसनको माध्यमबाट भनिसकेको छु, तर फेरि रिपिट भयो नि त सजिलो भयो। यो मेन कन्सेप्ट हो क्या साथीहरू, यहाँबाट मलाई लाग्छ क्वेसन बाहिर जाँदैन, प्रयास गरौँ है। नाउटिलस एक्सटर्नल सेल इक्जाम्पल सेपिया सेल इन्क्लोज विथ भिसरल हुन्छ नि मेन्टल जसलाई हामी इन्टरनल सेल भन्छौँ। मैले यो कुरा अगाडि त भनिसकेको छु, तर त्यही पनि बुझौँ है साथीहरू, सजिलो हुन्छ नि त। अगाडि भनेको कुरा फेरि मैले त्यो तपाईँलाई त्यो कुरा मैले एउटा नोटको माध्यमबाट देखाएँ भने सजिलो पनि भयो नि त। एक्सक्रिसन सिस्टम एक्सक्रिसन बाई 1 to 2 पेयर्स अफ किडनीज जसलाई मेटानेफ्रिक किडनी ओपन इन्टु मेन्टल क्याभिटी थ्रु एक्सटर्नल पोर साथीहरू आर अल्सो कल्ड अर्गानोबोजानस किबस अर्गन पेरिकार्डियल है पेरिकार्डियल ग्ल्यान्ड्स। होइन अलिकति मैले केही रङ भने जस्तो लाग्थ्यो मलाई, पेरिनेफ्रियम होइन पेरिकार्डियल ग्ल्यान्ड्स है साथीहरू, एकदम इम्पोर्टेन्ट छ। अब जति पढ्यौँ नि त्यसलाई म क्वेसनको माध्यमबाट म सल्भ अब क्वेसनहरू छ नि यो थ्योरीको माध्यमबाट म क्वेसनहरू सल्भ गर्न प्रयास गर्नेछु साथीहरू। ल हेरौँ है 1 नम्बरको क्वेसन हेर्नु साथी मोलस्कामा। यो नोटमा नभए तापनि म यति बुझ्नुहोस् इन मोलस्का बडी क्याभिटी इज यो क्वेसनको एन्सर नोटमा छ। इन मोलस्का बडी क्याभिटी इज मोडिफाइड हेमोसिल जस्तै बडी क्याभिटी तपाईँ देख्नु प्रिन्सिपल बडी क्याभिटी इज कल्ड हेमोसिलोम। सो सर्कुलर सिस्टम इज कल्ड ओपन टाइप देख्न सक्नुहुन्छ नोटमै छ नि त। अब क्वेसन नम्बर 2 को रेस्पिरेटरी पिगमेन्ट मोलस्का इज हेमोसाइनिन नै हो, म देखाउँछु तपाईँहरूलाई यो नोटमा है। मोलस्कामा सर्कुलर फ्लुइड इज ब्लू कलर छ ड्यू टु कपर कन्टेनिङ रेस्पिरेटरी पिगमेन्ट जसलाई हामी हेमोसाइनिन देख्न सक्नुहुन्छ, छ कि नै नोटमा। अब 3 नम्बरको क्वेसन ओस्प्राडियम अफ पिला इज केमोरिसेप्टर मैले भनिसकेको छु हेरौँ है। त्यो क्वेसनको एन्सर ओस्प्राडियम अफ पिला जुन केमोरिसेप्टर डिफेक्ट केमिकल नेचर अफ वाटर एक्सेप्ट मोनोप्लागोफोरा स्क्यापोफोरा। पिला त तपाईँले कहाँ पढ्नुभयो ग्यास्ट्रोपोडामा पढ्नुभयो नि त, तर मोनोप्लागोफोरा स्क्यापोफोरा बाहेक सबैमा ओस्प्राडियमको क्यारेक्टरिस्टिक देख्न सकिन्छ। त्यही पनि यो केमोरिसेप्टर डिफेक्ट केमिकल नेचर अफ वाटर। ओके हेर्नुहोस् 4 नम्बरको लार्जेस्ट इन्भर्टिब्रेट इज जेन स्क्वायर म देखाउँछु, धेरै जसो कुरा नोटमै छ है साथीहरू। हो त्यो क्वेसनको एन्सर लार्जेस्ट इन्भर्टिब्रेट इज आर्चिट्युथिस जसलाई हामी जेन्ट एटलान्टिक स्क्वायर भन्छौँ। इङ्ल्यान्ड कहाँ पाइन्छ सेफालोपोडा स्पेसली इन स्क्वायर पोरली सेक्रेटेड बाई द कोलम्नार एपिथेलियम अफ मेन्टल। ओके की पोइन्टमा मैले लेखेको छु एकदम नोटमै छ है साथीहरू। अब क्वेसन नम्बर 5 हेर्न सक्नुहुन्छ
Which part of the epidermis, which of the following is the part of the epidermis that typically secretes the cell? Mantle, मैले नोटमै भनिसकेको पनि छु, mantle or pallium भनेर यसरी। अब हेरौँ है, mantle or pallium, यो glandular secrete cell, composition calcium carbonate अथवा conchiolin protein, soft thick spongy follow skin which over their internal organs जसलाई visceral mass or hum भन्छ। र अब 6 नम्बर क्वेसन, इन मोलस्का आई इज प्रेजेन्ट ओभर द स्टाक स्कल ओमेटोफोर, मैले भनिसकेको छु। विच द फलोइङ इज अ सेफालोपोडा, कटल फिस हो नि त, कटल फिस सेफिया। विच द फलोइङ have modified mental capacity to expel water with force, squid. Octopus belongs to class Cephalopoda. Which of the following its prey? Sepia, starfish दुवैले रहेछ है। Asymmetrical gastropoda due to torsion. Devilfish is octopus. जुन एक्सटर्नल सेल इज अप्सन इन, सबैमा एक्सटर्नल सेल अप्सन हुँदो सेपिया, लोलिगो, लाइमेक्स, किन नाउटिलसमा मात्रै पाइएको थियो नि त। क्वेसनहरु राम्रो देख्न सक्नुहुन्छ, पज गरेर पनि हेर्न सक्नुहुन्छ है। इङ्ग्ल्यान्ड्स प्रेजेन्ट सेपिया, वुड बोरिङ मोलस्का इज टेरेडो, इन मोलस्का poorly secreted by the mantle, in pila aerial respiration takes place by pulmonary sac, Radula pila helps in digestion, Radula has several rows of teeth with 7 teeth in a row। मैले किन अलि लामो भिडियो नहोस् भनेर मैले छिटो भ्याउन खोजिरहेको छु, तर मैले जति आएका छन् क्वेसनको कन्सेप्ट बताइसकेँ, कुनै नहोला तर धेरै म्याक्सिमम कुरा छ है, कन्सेप्ट धेरै सबै छ है। अब लाइम कन्टेनिङ सेल्स अफ पिला इन डाइसिग्ल्यान्ड्स कन्टेन फोस्फेट्स, टेरेडो इज पपुलरली नोन एज सिपोम, ग्लुचिडियम छ नि इक्टोप्यारासाइट इन गिल्स अफ फिस, डाइस्टिक ग्ल्यान्ड अफ युनियो इज ग्रीन ग्ल्यान्ड, पेरिकार्डियल ग्ल्यान्ड्स अफ युनियो इज कल्ड किबस अर्गान, Glucidium larva serves for dispersal of species देख्न सक्नुहुन्छ। Which are exclusively marine cephalopods? Which is a living fossil? Neoplina. Shell is option in octopus. Internal cell is present in sepia. Mollusca lacks segmentation except Neoplina. In cephalopoda, food is located on head. यो जति मैले भनेको छु नि यो सबै त्यो नोटमै छ है। Nervous system of mollusca is S-shape. Which genus produce high quality pearl? Pinctada vulgaris. Pearl oyster belongs to Bivalvia, the Pelecycopoda. Which is a garden slug is Limax. यो तपाईले ग्यास्ट्रोपोडामा पढ्नुभयो। स्टडी अफ मोलस्का एन्ड सेल्स इज कल्ड कन्कोलोजी। फिल्टर फिडिङ अक्युर्स इन युनियो। जति छ नि सबै नोटमा छ है। क्वेसन कस्तो आउँदो रहेछ भने त्यो मेनली त्यसलाई टार्गेट गरेर गराएको के। आई अफ विच मोलस्कन ग्रुप रिजेम्बल्स भर्टिब्रेट आई सेफालोपोडा नोटैमा छ। क्लोज सर्कुलर सिस्टम अक्युर्स इन कटलफिस नोटैमा छ। एप्लाइसिया इज नोन एज सिआर मैले भनिसकेको हुन्छु। डेभिल फिस एज एटाम्स यो भनेको छैन होला तर छैन नोटमा, तर यहाँ क्वेसनको माध्यमबाट सल्भ हुने हो नि त। टोर्कोफोर इज लार्भा बोथ एनालिडा एन्ड मोलस्का। octopus belongs to cephalopoda. The blood pigment mollusca is hemocyanin.
excrete structure mollusca is organobojanus. A pair of kidneys, organobojanus. Pericardium भन्दा हो नि गिभर्स ग्ल्यान्ड. Molluscans possess interoceal. यिनीहरू मतलब interoceal हो, अब छैन भने नन लगाइदिनु यिनीहरू. Members of which of the following phyla exhibit adaptation are widely varied environment condition is mollusca. यहाँबाट हेर्न सक्नुहुन्छ 46 को हैन है 46 को पनि ट्रियोसिलम नै त हो है ट्रियोसिलम. Which one of the following class has the maximum economic importance? Pelecycopoda. Mollusca are correlated to Annelida. Heart of mollusca is myogenic. All molluscans share the following except muscular food. Chief component pearl is calcium carbonate. Green glands found in the unu is analogous to liver of vertebrates है. थ्याङ्क यू साथीहरू. मन पर्यो भने यो भिडियोलाई लाइक र सब्सक्राइब गर्न नभुल्नु होला र म अझ मन पर्यो भने तपाईले कमेन्टमा तपाईले जुन भन्नुहुन्छ म त्यो भिडियो अपलोड गर्ने नै छु. हस्त धन्यवाद साथीहरू. ल आजलाई यति नै गरौँ. र फाइलमको इम्पोर्टेन्ट छ है साथीहरू. यो यसमा 1 or 2 मार्क्स फिक्स नै आउँछ है.